पिता पुत्र पवित्र आत्मा परमेश्वरलाई महिमा भएको होस्। आजको वचनको सेवामा तपाईँहरू सबैजनालाई म स्वागत गर्दछु र तपाईँहरू जहाँ जहाँबाट यस भिडियोलाई हेरिराख्नु भएको छ र सुनिराख्नु भएको छ, परमेश्वरले तपाईँहरू सबैजनालाई प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस् भनिकन मेरो प्रार्थना छ। तपाईँले धेरै पटक प्रार्थना गर्नुभयो, आँसु झार्नुभयो, उपवास बस्नुभयो, परमेश्वरसँग आफ्नो सबै समस्या राख्नुभयो, तर अझै पनि केही परिवर्तन भएन भने के परमेश्वरले तपाईँको प्रार्थना सुन्नु भएन? होइन, परमेश्वर मौन हुनुहुन्छ भन्दैमा अनुपस्थित हुनुहुन्छ भन्ने होइन। भजन सङ्ग्रह 46 10 पदले भन्दछ, शान्त हो र जान कि परमेश्वर म हुँ। अथवा यसरी पनि हामी लिन सक्छौँ, शान्त हो र जान कि म परमेश्वर हुँ। आजको विषय, परमेश्वर किन मौन हुनुहुन्छ? प्रार्थनाको उत्तर नआउँदा के गर्ने? आज यही विषयमा तपाईँसँग म कुराकानी र बातचित गर्न गइराखेको छु। सबैभन्दा पहिलो कुरा, परमेश्वर मौन हुनुहुन्छ तर अनुपस्थित हुनुहुन्न। कहिलेकाहीँ हामीलाई लाग्छ, प्रभु मैले यति धेरै प्रार्थना गरेँ, उपवास बसेँ, तपाईँले किन सुन्नु भएन? तर पवित्र धर्मशास्त्र बाइबलले यसरी भन्दछ, यशाया 59:1 पद, हेर परम प्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने भएको छ। परमेश्वरले सुन्नु भएको हुन्छ, तर हामीले चाहेको समय र परमेश्वरको समय एउटै नहुन सक्छ। उदाहरणको लागि, अब्राहमलाई परमेश्वरले 75 वर्षको उमेरमा प्रतिज्ञा दिनुभयो, तर त्यही प्रतिज्ञा पुरा हुनको लागि उनले 1 हप्ता, 1 महिना होइन, वर्षौंसम्म पर्खनु पर्यो। यो हामी सबैजनालाई थाहा छ। उत्पत्ति 12:4 पद, उत्पत्ति 21:5 खण्डमा जब तपाईँ आइपुग्नुहुन्छ, यो घटनालाई तपाईँले राम्रोसँग जान्नु र बुझ्नु भएको हुनसक्छ। यदि बुझ्नु भएको छैन भने तपाईँलाई यो खण्ड पढ्नको लागि म उत्साह दिन चाहन्छु। दाउदलाई राजा हुनको लागि अभिषेक गर्दाखेरि ऊ एकदमै जवान थियो, तर त्यो राजगद्दीमा बस्नको लागि उनले धेरै वर्षसम्म पर्खनु पर्यो। पहिलो सामुएल 16:13 पद, दोस्रो सामुएल 5:4 पद, यो खण्डहरू पढ्नुभयो भने हामीलाई दाउद राजाको जीवनी हामीले थाहा पाउन सक्छौँ। दोस्रो कुरा, ढिलो हुनु भनेको अस्वीकार हुनु होइन। हामी सबैजनालाई थाहा छ, बालकदेखि वृद्धसम्मलाई यदि तपाईँ र म पवित्र चर्चमा निरन्तर रूपमा जान्छौँ भने लाजरसको कथा हामी सबैजनालाई थाहा छ। लाजरसलाई यति धेरै प्रभु येशूले प्रेम गर्नुहुन्थ्यो। लाजरसको घरमा एक दिन पनि जानु भएन भने प्रभु येशूलाई सायद एकदमै धेरै छटपटी हुन्थ्यो, किनभने हरेक दिन त्यहाँ गएर प्रार्थना गर्ने, सङ्गति गर्ने, परमेश्वरको वचनहरू सिकाउने, उत्साह दिने प्रभु येशूले यो घरसँग यति घनिष्ठ सम्बन्ध थियो। तर प्रभु येशू ख्रीष्ट केही दिनको लागि यो घरदेखि अलि पर गाउँमा जानुभएको छ। त्यही समयमा प्रभु येशूलाई यस्तो खबर आयो, लाजरस एकदमै साह्रो बिमारी छ। उनी प्रेम गर्ने प्रभु येशू ख्रीष्ट त्यहाँ तुरुन्तै जानु भएन। त्यो ठाउँमा अझै प्रभु येशू केही दिनसम्म बस्नुभयो। अब विचार गर्नुहोस्, मानिसको दृष्टिकोणमा, मानिसको विचारमा यो एकदमै ढिलो भयो, तर परमेश्वरको योजनामा ढिलो भएको थिएन। सबै मानिसको प्रश्न भयो, लाजरस
लाजरसको त्यहाँ मृत्यु भइसकेको छ। मार्था र मरियम यति धेरै त्यहाँ रोइरहेको छ। प्रभु येशूलाई थाहा हुँदै पनि त्यहाँ जानुभएको छैन। मानिसहरूले आफ्नो मानवीय सोच र विचारले के सोच्नुभयो होला? प्रभु येशू केही दिन पछाडि जानुभयो र येशूले भन्नुभयो, लाजरस बाहिर आऊ। सुसमाचार यूहन्ना 11:43। कहिलेकाहीँ तपाईँ र म सोच्छौँ परमेश्वरले मलाई बिर्सनु भयो, परमेश्वर मदेखि रिसाउनु भयो। तर परमेश्वर भन्नुहुन्छ, म तिम्रो लागि काम गरिरहेको छु, केवल मेरो समय पर्ख। तपाईँ र म विचार गर्छौँ, मलाई परमेश्वरले त्याग्नु भयो होला, परमेश्वरले मेरो प्रार्थना सुन्नु नै भएको छैन, सायद परमेश्वर मदेखि एकदमै धेरै रिसाउनु भयो। तर परमेश्वरले तपाईँ र मलाई यति धेरै प्रेम गर्नुहुन्छ, यति धेरै वास्ता गर्नुहुन्छ नि, उहाँले हाम्रो लागि काम गरिरहेको हुनुहुन्छ। तर उहाँको समयसम्म पर्खिने मानिसहरू तपाईँ र म हुनुपर्छ। पवित्र धर्मशास्त्र बाइबलले हामीलाई यही कुरा सिकाउँछ। लाजरसलाई मरेकोबाट जीवित बनाउनु भयो। यहाँ अचम्मको काम सारा मानिसहरूले थाहा पाए। अब्राहमले 25 वर्षसम्म परमेश्वरको प्रतिज्ञा पुरा हुनको लागि प्रतीक्षा गरेर बसे। दाउदले पनि अभिषेक पाएपछि तुरुन्तै त्यो सिंहासन पाएन। वर्षौंसम्म के गर्नु पर्यो? प्रतीक्षा गर्नु पर्यो। त्यो प्रतीक्षाको बाटो भएर गुज्रेर जानु पर्यो। उनीहरूको लागि त्यो हप्ता, महिना र वर्ष थिएन, धेरै लामो समयसम्म उनीहरूले पर्खन परेको छ। त्यसैले परमेश्वरको प्रतिज्ञा ढिलो हुनु भनेको परमेश्वरको प्रतिज्ञा रद्द हुनु होइन। परमेश्वरले हामीसँग गर्नुभएको प्रतिज्ञा हाम्रो जीवनमा परमेश्वरले पुरा गरेर छाड्नुहुन्छ। त्यसकारण तपाईँ र म निराश हुँदैन। परमेश्वरको त्यो प्रतिज्ञा हाम्रो जीवनमा पुरा गर्नुहुन्छ भन्ने कुरालाई तपाईँ र मैले प्रतीक्षा गर्दै जब बस्छौँ, अब्राहमको जीवनमा परमेश्वरले जसरी आफ्नो प्रतिज्ञा पुरा गर्नुभयो, दाउदको जीवनमा परमेश्वरको प्रतिज्ञा पुरा गर्नुभयो, त्यसरी नै परमेश्वरले तपाईँ र मेरो जीवनमा, हाम्रो सेवकाईमा, हाम्रो परिवारमा, हाम्रो काममा परमेश्वरले आशिष पठाउनुहुन्छ। तेस्रो कुरा, मौनताको समयमा विश्वास गर्न सिक्नुहोस्। विश्वास भनेको उत्तर देखेपछि मात्रै परमेश्वरलाई विश्वास गर्नु होइन। धेरै पटक हामी भन्ने गर्छौँ, परमेश्वरले मेरो जीवनमा यो गर्नुभयो, त्यो गर्नुभयो, ऊ गर्नुभयो, परमेश्वरले मलाई चङ्गाई गर्नुभयो, सपना दर्शन दिनुभयो, अनि म परमेश्वरलाई विश्वास गरेँ। राम्रो छ, असल छ, तर त्यति मात्र होइन। हिब्रू 11:1 भन्दछ, विश्वास भनेको आशा गरिएको कुराहरूको निश्चयता र नदेखिएका कुराहरूको प्रमाण हो। कति मिठो कुरा छ। जब बाटो देखिँदैन त्यति बेला पनि परमेश्वरमाथि भरोसा गर्नु नै विश्वास हो। तपाईँलाई एउटा उदाहरण बताउँछु। एउटा बुवा र छोरा यात्रा गरिरहेको थियो। यात्रा गर्दै 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 जाने क्रममा साँझ पर्यो। साँझ मात्र होइन, रात पर्न थाल्यो। औँसीको रात थियो, यति अँधेरो। त्यो जङ्गलको बाटोबाट अब उनीहरू आफ्नो घरमा पुग्नु पर्थ्यो। बाटोमा हिँडिरहेको थियो। चारैतिर यति अन्धकार छ, बाटो देख्न सक्ने अवस्था छैन। बालक छोरा एकदमै डराएर बुवालाई भन्छ, बुवा अब म हिँड्न सक्दिनँ, म बाटो देख्न सक्दिनँ, देख्न नसक्ने भए, अब म के गरौँ? बुवाले छोराको हात च्याप्पै समातेर भन्छ, तिमीलाई बाटो देख्नु छैन, तिमीले बाटो देखिराख्नु पर्दैन छोरा, मलाई बाटो थाहा छ।
मैले यो बाटोबाट धेरै पटकसम्म यात्रा गरेको छु। सयौँचोटि यो बाटो भएर मैले यात्रा गरेको छु। त्यसकारण मैले तिम्रो हात समातेको छु र तिमीले पनि के गर, मेरो हात समात। हाम्रो जीवन पनि कतिचोटि यस्तै हुन्छ। हामीलाई भोलि के हुन्छ थाहा छैन। हामीलाई यो यात्रा गर्ने क्रममा हामी कहाँ पुग्छौँ त्यो पनि थाहा छैन। तर परमेश्वरलाई सबै कुरा थाहा छ। तपाईँको भविष्य, तपाईँको छोराछोरीको भविष्य, तपाईँ के गर्दै हुनुहुन्छ, के हुन गइराख्नु भएको छ, परमेश्वरलाई थाहा छ। त्यसैले आज उत्तर नआए तापनि उहाँको हात तपाईँले समाउनुहोस् र तपाईँको हात परमेश्वरले समात्नु भएको छ तपाईँलाई सुरक्षा दिनको लागि, तपाईँलाई आशिष दिनको लागि। सबै प्रकारको कठिनाइ, त्यो परिस्थितिको बाटोबाट यात्रा गर्नु परे तापनि परमेश्वरले तपाईँको हात, त्यो बुवाले छोराको हात त्यो औँसीको रातमा पक्रे झैँ परमेश्वरले तपाईँको हात समात्नु भएको छ तपाईँलाई सुरक्षा दिनको लागि। मेरा प्रिय दाजुभाइ, दिदीबहिनी र बुवा आमा, यदि आज तपाईँको प्रार्थनाको उत्तर आएको छैन भने प्रार्थना गर्न नछोड्नुहोस्। तपाईँ निराश नहुनुहोस्, निरन्तर रूपमा प्रार्थना गरिराख्नुहोस्। दोस्रो कुरा, यदि परमेश्वर प्रति तपाईँको जस्तो सुकै परिस्थिति किन नहोस् त्यो परिवर्तन भएको छैन भने पनि परमेश्वरलाई विश्वास गर्न कहिले पनि नछोड्नुहोस्। तेस्रो, यदि परमेश्वर मौन हुनुहुन्छ भने पनि उहाँलाई कहिले पनि छोडेर नजानुहोस्। किनकि परमेश्वरको मौनता उहाँको अनुपस्थिति होइन, कहिलेकाहीँ यो उहाँको गहिरो कामको सुरुवात तपाईँको जीवनमा, परिवारमा, सेवकाईमा, तपाईँको समाज, राष्ट्र र मण्डलीमा यो हुन सक्छ भन्दै आजको सन्देशलाई म यहीँ राख्न चाहन्छु र तपाईँ र मेरो भेट अर्को भिडियोमा हुनेछ। परमेश्वरले हामी सबैजनालाई प्रशस्त मात्रामा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।